नमस्कार। नमस्कार। मादी गाउँपालिका वडा नम्बर 1 सिक्लेस र पार्चेमा पूर्ण खोप अभियान अन्तर्गत आज दोस्रो दिन पशुहरूमा खोप लगाउने क्रममा पार्चेको मुनि बेसीतिर जाँदैछौँ एका बिहानै। यसरी अप्ठ्यारो भिरहरू छिचल्दै गोरु बस्ने ठाउँतिर पुग्नेछौँ। यहाँ गोरुहरूलाई खर्कतिर छाडा छोड्ने चलन रहेछ। गोरुहरू त्यही बस्ने। छेउमै हामीले बाटोमा ऐसेलु भेट्यौँ र ऐसेलु खायौँ। त्यहाँको केही काम सकेर हामी पार्चे गाउँतर्फ उकालो लाग्यौँ। पार्चेको चौतारीमा केही थकान मेट्न केही समय बस्यौँ। त्यसपछि हामी पार्चे गाउँ पुग्यौँ। पार्चे गाउँ आसपासमा खोप लगायौँ। छेउमै रहेको हिमाललाई हेर्दै केही समय बस्यौँ। यो देखिरहेको चाहिँ सिक्लेस गाउँ। सिक्लेस गाउँको छेउमा रहेको लमजुङ हिमाल, साथै अन्नपूर्ण तेस्रो र चौथो हिमाल। आजको गन्तव्य पुरा गर्दै हामी सिक्लेस फर्क्यौँ। धन्यवाद।